दर्शन नमस्कार। देश विदेशमा रहनुभएका आमा बुवा, दाजुभाइ, दिदी बहिनी साथै शुभचिन्तक मित्रहरू सम्पूर्णलाई यही आइरहेको 2082 सालको नयाँ वर्षको हार्दिक मङ्गलमय शुभकामना भन्न चाहन्छु। साथै गएका 2081 सालमा दुःख कष्ट र साथै सुखमा गए होलान्। तीहरू दुःख कष्टमा जे जस्ता भए पनि अहिले चलिरहेको 2082 सालमा ती दुःखद घटनाहरूलाई बिर्साएर, दुःख कष्टहरूलाई बिर्साएर यस 82 सालमा राम्रो होस्, फलफुलो होस् र साथै सुखमा जो जति सक्सेस हुनुभयो उहाँहरूको त्योभन्दा पनि अरू राम्रा कामहरू होस् भन्दै यही 2082 सालको हाम्रो म लगायत हाम्रो सम्पूर्ण कतिवटा परिवारबाट चाहिँ हार्दिक मङ्गलमय शुभकामना भन्न चाहन्छु। हस्त, धन्यवाद।